पर पेट में कैंची छोड डालेर बाप रे कैंची पनि छोड दिएको थियो उहाँको पेटमा। मेडिकल कलेजमा एउटा 28 वर्षीय महिलाको ज्यान गएको छ र त्यो पनि डाक्टरहरूको गल्तीको कारणले गर्दा हो। डाक्टरको गल्ती। साथीहरू, हामीले डाक्टरलाई भगवानको दोस्रो रूप मान्छौँ र जब यही डाक्टरले हाम्रो बडीलाई, हाम्रो शरीरलाई एउटा डेड बडी एक्सपेरिमेन्टको लागि युज हुने बडी ठानेर युज गर्छ भने हामीले त्यतिखेर डाक्टरलाई हैवान भन्छौँ। मलाई के लाग्छ साथीहरू कि अस्ति जुन कपिलवस्तु जिल्लाका कपिलवस्तु नगरपालिकाको वार्ड नम्बर 8 बेलवा निवासी विद्यावती कोइरीको साथमा जुन घटना घटेको छ, यो घटना 40 लाख 50 लाख तिरेर डाक्टरी पढ्ने स्टुडेन्टको कारणले यो घटना घटेको छ। यो घटना ती स्टुडेन्टको कारणले घटना घटेको छ मलाई जस्तो लाग्छ। र त्यो अस्तिको मैले बनाएको भिडियोमा हाम्रो धेरै साथीहरूले लाखौं लाख जनाले भिडियो हेर्नु भएको छ फेसबुकमा, टिकटकमा र उहाँहरूले शेयर पनि गर्नु भएको छ जनचेतनाको रूपमा। र त्यो भिडियो मैले एउटा जनचेतनाको लागि मात्रै बनाएको थिएँ, भ्युजको लागि हैन, जनचेतनाको लागि कि यस्ता टिचिङ हस्पिटलमा यदि हामी जान्छौँ भने हाम्रो बडीको धेरै रिस्क हुन्छ र त्यो रिस्क हामीले आफू जिम्मेवार भएर जानुपर्छ जस्तो मैले कुराहरू गरेका थिएँ। र त्यसको साथसाथमा ती साथीहरूले आफ्नो एक्सपिरियन्स, आफूले भोगेका कुराहरू पनि कमेन्टको थ्रु व्यक्त गर्नु भएको छ र केही कमेन्ट्सहरूमा हजुरहरूको माझमा राख्न गइरहेको छु। उहाँहरूले के भन्दै हुनुहुन्छ, कस्तो एक्सपिरियन्स उहाँले युनिभर्सल कलेज अफ मेडिकल साइन्समा कस्ता एक्सपिरियन्सहरू गर्नुभएको थियो, उहाँहरूले कस्तो भोग्नु भएको थियो, त्यो कृपया ध्यान दिएर सुन्नुहोस्। यहाँ एकजना हुनुहुन्छ सोनम, उहाँले के भन्नुहुन्छ एकचोटि सुन्नुहोस्। यहाँ कोही पनि नजानु होला प्लिज, मैले पनि आफ्नो सिस्टर गुमाएको छु। सोनमले के भन्नुभएको छ भने मैले आफ्नो सिस्टर गुमाएको छु। त्यस्तै लक्ष्मण प्रजापतिले के भन्नुभएको छ भने सेम प्रॉब्लम मेरो भाभी के साथ हुआ था, गोरखपुर ले जाकर ठीक हुआ था। सेम प्रॉब्लम त्यस्तै उनको भाउजूसँग भएको थियो र उहाँले गोरखपुर लगेर ठीक गराउनु भएको थियो। त्यस्तै एकजना अर्को हुनुहुन्छ यादववंशी हुनुहुन्छ, उहाँले के भन्नुहुन्छ भने मेडिकल कलेजमा डेलिभरी जहाँ हुन्छ त्यहाँ सबै पुरा डाक्टर यानी कि मेल डाक्टर हुन्छन्, नर्स हुँदैनन्। मैले आफै हेरेको छु मेरो बुढीको केसमा। मैले के भन्छु भने जब डेलिभरीको टाइम हुन्छ त्यतिखेर मैले अस्ति भिडियोमा भनेका थिएँ कि विदेशमा उहाँको जसको डेलिभरी हुन्छ उहाँको हस्बेन्ड साथमा हुन्छन् मोटिभेसनको लागि, तर हाम्रा देशमा भएका यस्ता मेडिकल्सहरूले एलाउ गर्दैनन्, दिँदैनन् साथमा बस्नको लागि र उहाँहरूलाई कस्तो किसिमको त्रास धम्की डर दिनुहुन्छ त्यो थाहा हुँदैन। त्यो मैले कुरा गरेको छु र त्यसै उहाँले पनि भन्नुभएको छ र डेलिभरीको टाइममा एकजना घरको गार्जियन हुनुपर्छ, आवश्यक छ जस्तो मलाई लाग्छ। त्यस्तै अर्को हुनुहुन्छ सुरज, सेम केस लवनीको हस्पिटलमा भएको थियो। अर्को खुशबु गुप्ताले के लेख्नु भएको छ भने मेडिकल कलेजदेखि मैले नि दुःख पाएको छु, यो हस्पिटल बन्द हुनुपर्छ, मैले मेरो बुवा गुमाएको छु यो हस्पिटलमा। उहाँले भन्नुभएको छ उहाँले आफ्नो बुवालाई गुमाउनु भएको छ। अब के कस्ता काण्डहरू भएको थियो उहाँको बुवाको साथमा उहाँलाई थाहा होला, मलाई थाहा भएन। त्यस्तै अर्को हुनुहुन्छ अन्नु मौर्य, मेरो नि सिजेरियन भएको हो युसिएमएसमा र 8 मन्थ भइसक्यो, अहिले नि पेटमा अपरेसन गरेको ठाउँमा दर्द हुन्छ। त्यस्तै अर्को हुनुहुन्छ पुष्पाले के भन्नुभएको छ, हमार भी ऑपरेशन में भी मिस्टेक भइल रहे, टाका से ब्लड निकलत रहे तो फिर से डबल पैसा लेके ठीक कैले। उहाँको पनि अपरेसनबाट बच्चा जन्मेको थियो, सिजेरियन थियो, अनि उहाँको जुन टाँका गरेको थियो त्यहाँबाट ब्लड आइरहेको थियो र डबल पैसा लिएर उहाँको इलाज भयो। त्यस्तै शिखा हुनुहुन्छ, उहाँले के भन्नुभएको छ, हम खुद गई रहली एक लोग के लेके जाते कहले बच्चा मरेको छ जबकि बेबी के डेलिभरी भइल, ठीक बा बेबी अभिन। त्यहाँ हस्पिटलमा उहाँले कसैले लिएर जानु भएको थियो, डेलिभरीको केस थियो र डाक्टरले भनेको थियो कि मरिसकेका छ बच्चा र त्यो बच्चा अहिले जिउँदैछ। मधु, हाम्रो मम्मीले यहाँ हस्पिटलमा राखल रहे पर पेट में कैंची छोड डालेर बाप रे कैंची पनि छोड दिएको थियो उहाँको पेटमा, उहाँको मम्मीको पेटमा ले रहल के फिनु ऑपरेशन कैलिस, हमार छोटा भाई पेट में रहल त पर मम्मी त बच गइलिन् पर भाई हमार ना बचल। यानी कि उहाँको मम्मीको पेटमा यस्तै कैंची छोडेको थियो अनि उहाँको आमाको पेटमा उनको भाइ थियो र त्यो भाइ बचेनन्, उनको आमा बच्नु भयो।
त्यस्तै अर्को हुनुहुन्छ सागर राज यादव। लापरवाही गर्यो भने क्षतिपूर्ति मेडिकलले दिनै पर्छ, नदिए मेडिकल तुरन्त खारिज हुनुपर्छ। आँखाको अगाडि खुट्टाको अपरेसन गर्यो अनि 15 दिनपछि डिस्चार्ज गर्न लाको पेसेन्ट डिस्चार्ज हुने दिन 6 बजे डेथ भयो। यो उहाँहरूले एक्सपिरियन्स गर्नुभएको थियो, भोग्नु भएको थियो, आँखाले आफ्नो हेर्नु भएको थियो युनिभर्सल कलेज अफ मेडिकल साइन्समा। के कस्ता कुराहरू त्यो कमेन्टमा उहाँहरूले व्यक्त गर्नुभएको छ र त्यही भएर र साथीहरू म के भन्छु भने डाक्टर एक नास सबै हुँदैनन्, सबै डाक्टर एक नास हुँदैनन्, डाक्टर फरक हुन्छन्। खास गरेर हामीले टिचिङ हस्पिटलमा आफ्नो कुनै पनि बिरामीलाई लिएर जानु हुँदैन, किनभने त्यहाँ एक्सपेरिमेन्ट भइहाल्छ। हाम्रो बडी, हाम्रो आफन्तको बडी एक्सपेरिमेन्टमा युज भइहाल्छ। र यो भिडियोबाट हजुरहरूले के सिक्नुभयो, के बुझ्नुभयो, कस्तो जानकारी पाउनुभयो, कृपया आफ्नो प्रतिक्रिया कमेन्टमा दिनुहोला। र हजुरहरू पनि केही कुराहरू छ भने हजुरहरूले आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा दिनुहोला। र साथसाथमा एउटा कुरा के मिस भएको छ भने जुन यो विद्यावतीको केस छ, यो विद्यावतीको जब 6 महिना पहिला उहाँको लिभर पेन सुरु भएको थियो, त्यतिखेर उहाँको गार्जियनले हस्पिटलमा ल्याउनु भएको थियो युसिएमएसमा। अनि त्यतिखेर डाक्टरले भनेको थियो अपरेसन गर्नुपर्छ, अनि एभ्रिथिङ वाज नर्मल थियो। अनि त्यसपछि त्यो गार्जियन र डाक्टर बिच झगडा भएको थियो, झडप भएको थियो र उहाँहरू लिएर आफ्नो पेसेन्टलाई घर जानुभएको थियो। र भोलिपल्ट जब उहाँहरू फेरि त्यही मेडिकल कलेजमा आउनुभयो, त्यहीजनाले के लेख्नु भएको छ भने त्यही रिसको कारणले गर्दा उहाँको पेटमा कटन छोडेको हो र जब 6 महिनापछि उहाँको पेटमा त्यो कटन सड्यो, पार्ट्सलाई सडायो, दुःख भयो। अनि त्यसपछि उहाँ बुटवलदेखि कपिलवस्तुदेखि बुटवलदेखि गोरखपुर जानुभयो, सिटी स्क्यान गराउनु भयो। अनि त्यसपछि सिटी स्क्यानमा त्यो सबै कुराहरू देखियो भन्ने कुरा उहाँले कमेन्ट गर्नुभएको छ। सायद उहाँलाई धेरै कुरा त्यसको बारेमा थाहा छ। र उहाँको आफन्तले हिजो मैले न्युज पाएको छु कि उहाँको आफन्तहरूले ती डाक्टरको नाम र टिमको नाम लिस्ट लिएर काठमाडौँ जानुभएको छ त्यो न्याय पाउनको लागि। अब त्यो दिदीको लागि हामीले आवाज बन्नुपर्छ र उहाँले न्याय पाउनुपर्छ जस्तो मलाई लाग्छ। हजुरहरूलाई के लाग्छ, उहाँले न्याय पाउनुपर्छ कि पाउनु पर्दैन भनेर कमेन्ट गर्नुहोला। यदि उहाँलाई न्याय दिलाउनु छ भने पिएम बालेनलाई र सुदन गुरुङलाई जसरी भयो नि ट्याग गर्नुहोस्, कमेन्ट गर्नुहोस् र सेयर गर्नुहोस् भिडियोलाई। हस्त धन्यवाद। जय नेपालमा लास्टमा के भन्छु भने हामीले आफ्नो शरीरलाई हेरचाह गर्नुपर्छ, के खानुपर्छ, के खानु हुँदैन। हामीले जुन चिज आफ्नो शरीरलाई दिन्छौँ त्यही प्रकारले हाम्रो शरीर ढल्छ। त्यस कारणले गर्दा हामीले आफ्नो शरीरलाई धेरै हेरचाह गर्यो भने यस्ता टिचिङ हस्पिटलको हामीले एक्सपेरिमेन्टवाला बडी बन्ने छैनौँ जस्तो मलाई लाग्छ। हस्त धन्यवाद। जय नेपाल।